इमेजिन गर्नुहोस् बालेन शाह नेपालको प्रधानमन्त्री बनिसक्नु भएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीसँग 2/3 बहुमत छ। उहाँहरूले अब नयाँ नयाँ पोलिसीहरू बनाउनुहुन्छ। अब गेस गर्नुहोस् नेपालको रियल एस्टेट मार्केट बढ्ला कि घट्ला, घर जग्गा प्राइस सस्तो होला कि महँगो होला, अब के चेन्जेस आउला कि विकास होला कि नहोला। ओभरअल हेर्दाखेरिको पार्टमा नेपालको घर जग्गामा अब आउने नयाँ सरकारले कस्तो प्रभाव पार्ला, राम्रो नराम्रो दुवै पक्षलाई लिएर मैले तपाईहरुको लागि आज एउटा भिडियो बनाउन गएको छु, जहाँ मैले राम्रो के हुन सक्छ र नराम्रो के हुन सक्छ दुईटै कुरालाई राखेर तपाईहरुलाई जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुस्, त्यसले गर्दाखेरि तपाईले अब गर्ने रियल एस्टेट इन्भेस्टमेन्टको डिसिजन राम्रो हुन सक्छ। तपाईले अब घर किन्न खोज्दै हुनुहुन्छ, जग्गा किन्न खोज्दै हुनुहुन्छ भने एकचोटी यो हेर्नुस् र एनालाइज गरेर अगाडि बढ्नु भयो भने तपाईलाई राम्रो हुन्छ। नमस्ते एभ्रीवन, वेलकम टु माई च्यानल। माई नेम इज सञ्जय नेपाल र मैले नेपालको रियल एस्टेट मार्केटमा काम गरेर आफूले जानेको भोगेको र यो नयाँ नयाँ प्रसङ्गहरू आउँदै गर्दाखेरिको पाटो म तपाईहरुलाई घर जग्गासँग सम्बन्धित जानकारीहरू दिने काम गर्छु, प्रपर्टीहरू देखाउने काम गर्छु, मैले जानेका बुझेका कुराहरू सिकाउने काम गर्छु। यदि तपाईँ यस्तै जानकारी चाहनुहुन्छ भने च्यानललाई तुरुन्तै सब्सक्राइब गरिहाल्नुहोस्। अब सुरु गरौँ राम्रा पक्षबाट। बालेन शाह प्रधानमन्त्री बन्नुभयो र अब नयाँ पोलिसी आउन थाल्यो भने के होला त नेपालको घर जग्गा रियल एस्टेटमा। मैले हेर्दाखेरिको पार्टमा 1 नम्बरमा मान्छेको कन्फिडेन्स बढ्छ र मलाई पर्सनली के लाग्छ भने रियल एस्टेट भनेको चाहिँ पैसाले गर्दा बढ्ने होइन कि, यो चाहिँ जब मान्छेलाई फ्युचरसँग एउटा विश्वास हुन्छ नि कि फ्युचरमा राम्रो हुन्छ, अब राम्रो हुन्छ, तब मान्छेले घर जग्गामा लगानी गर्ने हो। बाटो बन्दैछ, स्कुल बन्दैछ, हस्पिटल बन्दैछ, विकास बन्दैछ, राम्रो समाज बन्दैछ भने मान्छेलाई लाग्छ कि ओहो अब यो एयरपोर्ट आउँदैछ, अब मैले लगानी गर्नुपर्छ। त्यही भएर अब मान्छेको कन्फिडेन्ट बढ्छ, जसले गर्दाखेरि अटोमेटिकल्ली रियल एस्टेटको प्राइस या रियल एस्टेट मार्केट ओभरअल बुम हुन्छ। किन्ने बेच्ने सबै चाहिँ चलायमान हुन्छ, एकदमै राम्रो हुन्छ भन्ने कुरामा तपाईँ पनि कन्फिडेन्ट हुनुहुन्छ, म पनि कन्फिडेन्ट छु। सबैजना कन्फिडेन्ट भएपछि के हुन्छ, कारोबार बढ्न थाल्छ। 2 नम्बरमा मलाई के लाग्छ भने बालेन शाह तपाईको चाहिँ नि हाम्रो यता महानगरपालिकाको पनि मेयर भइसक्नु भएको छ। उहाँको अहिले पछिल्लो समयको एजेन्डा हेर्नुहुन्छ भने प्लान सिटी बनाउने, मेट्रोको कुराहरूदेखि लिएर गएर अब जुन यो बाटोहरू तपाईको चाहिँ नि एक्सपान्ड गर्ने कुराहरू उहाँले एकदम राम्रो कुराहरूको पहल गर्नु भएको छ। अब मलाई के लाग्छ भने अब काठमाडौँ भ्याली या जुन यो हाम्रो नेपालभरिको अधिराज्यभरिको हेर्ने भने चाहिँ नेपालमा प्लान सिटीको कन्सेप्ट बढ्छ भनेको त यत्तिकै त्यो 13 फिटको बाटोमा हालेर ल्यान्ड प्लानिङ होइन कि, मिनिमम पनि 26 फिट बाटो हालेर दुईटा गाडी पार्किङ हुने एउटा मापदण्डमा बसेर ल्यान्ड प्लानिङहरू एउटा सिस्टमेटिक प्लानिङ हुन्छ, जसले गर्दाखेरिमा चाहिँ जुन यो ल्यान्ड पुलिङ गरेर गरेका प्लानिङहरू छन् नि, हाम्रो यो नयाँ बजार भयो, त्यसपछि तपाईँको भैँसे पार्टी भयो, उता तपाईँको पेप्सी कोला भयो, यस्ता प्लानिङहरू बढ्छन्, जसले गर्दा सुविधा पनि बढ्छ र मान्छेको के हुन्छ एउटा ल्यान्डप्रतिको रेस्पेक्ट, एउटा राम्रो एरिया हुनुपर्छ भन्ने जुन एउटा मान्यता छ विदेशमा जस्तो त्यो नेपालमा पनि हुन्छ भन्ने कुरा म विश्वस्त छु। 3 नम्बरमा हेर्नुहुन्छ भने मलाई के लाग्छ भने अब मान्छेलाई जसरी अब सेयर मार्केट बढ्छ भन्ने कुरा लागिरहेछ, त्यस्तै गरी तपाईँको चाहिँ नि अर्थतन्त्र नै पुरै चलायमान हुन्छ भन्ने कुरा लागिरहेछ, त्यस्तै गरी एफडीआई को कुरा नेपालमा चाहिँ अब फरेन डिरेक्ट इन्भेस्टमेन्ट जति पनि आउँछ मलाई अझ बढ्छ जस्तो लाग्छ कि। र त्यो बढ्नु भनेको चाहिँ के हो भने रिजोर्टमा बढ्ला, टेक्नोलोजीमा बढ्ला, तपाईँको चाहिँ नि प्रोजेक्टहरू जति पनि आउँछन् त्यो सबैको लागि जग्गा चाहिन्छ कि। रिजोर्ट बनाउनु पनि जग्गै चाहियो, कर्पोरेट अफिस खोल्न पनि जग्गै चाहियो, फ्याक्ट्री खोल्न पनि जग्गै चाहियो, सबै कुरा गर्नको लागि रियल एस्टेट चाहियो। अब त्यो जग्गा फ्याक्ट्रीको लागि भयो, फेरि त्यहाँ काम गर्ने मान्छेलाई बस्नको लागि पनि के चाहियो, प्रपर्टी चाहियो। भनेपछि एफडीआई अझै स्मुथ भयो भने पैसा त अरबौं खरबौं आउँछन् नि। अस्ति भर्खर मैले एउटा 5 स्टार होटलको एफडीआई को लागि एकजना क्लाइन्ट आउनु भएको थियो, उहाँहरू 200 करोड लगानी गर्दै हुनुहुन्छ नेपालमा। त्यो त एकदमै राम्रो कुरा हाम्रो लागि। भनेपछि एफडीआई लाई पनि सहज गरिदिनु भयो, त्यसले पनि डाइरेक्टली इनडाइरेक्टली के गर्छ, हाम्रो प्रपर्टी मार्केटमा त्यसले हामीलाई हेल्प गर्छ। अब यति मात्रै कुरा नभएर मलाई अरू कुरा के लाग्छ भने एकदम डाइरेक्ट इन्फ्लुएन्स हुन्छ होला कि। कति मान्छे अहिले बालेन रासपालाई नै जिताउनलाई भनेर धेरै मान्छेहरू विदेशबाट नेपाल आउनु भएको छ भोट हाल्नको लागि। अब उहाँहरूले जे सोचेर आउनु भएको थियो त्यो साकार भइसक्यो भनेपछि त कन्फिडेन्स त बढिसक्यो नि त। अब जो विदेशमा हुनुभएको नेपाली हुनुहुन्छ, कति मान्छे नेपालमा हुनुहुन्छ, नेपाल त रेमिटेन्स चलिरहेको छ दिनमा, भनेपछि त्यही कुरा अझ बढ्न सक्छ, नेपालमा लगानी गर्न उहाँहरूलाई अझ मन लाग्न सक्छ। अहिले जसरी एनआरएन को जुन अधिकार छ त्यो अधिकार नेपालीको सरह छैन, उताको पासपोर्ट लिइसकेको हो कि तपाईँको चाहिँ अब भोट हाल्न पनि नपाउने भन्ने छ र लगानी गर्ने कुराहरूमा पनि अलिकति रेस्ट्रिक्सन भएको हिसाबले गर्दा त्यसलाई सहज गरिदियो भने बाहिर बस्ने नेपालीले पनि नेपालमा लगानी गर्न सक्छन्। यति मात्रै नभइकन बाहिर बसेका मान्छे होइन अब त नेपालै जानुपर्छ, नेपालमै आफ्नै देशमा केही गर्नुपर्छ भनेर नेपाल आउने मान्छे पनि बढ्न सक्छन्, यो पनि सम्भावना छ। नेपाली जो विदेश आउनुहुन्छ उहाँले लगानी बढाउनु पनि सक्नुहुन्छ। विदेशमा भएको होइन, विदेशमा अरूको लागि कति काम गर्ने, आफ्नै देश बनाऊ भनेर देशमा र देशमै बसेर काम गर्ने मान्छेको पनि संख्या बढ्न सक्छ। अब
यो सँगसँगै अब अर्को पोइन्टमा जानुहुन्छ भने चाहिँ अब मलाई के लाग्छ भने इन्फ्रास्ट्रक्चरको विकास नेपालमा हुन सक्छ। पूर्वाधारहरू विकासका पूर्वाधारहरू बन्न सक्छन्, जस्तो कि एयरपोर्ट, मेट्रो, हाइवे, स्कुल, कलेज, हस्पिटल, यी विविध कुराहरू चाहिँ तपाईँको अब द्रुत गतिमा बढ्यो भने के हुन्छ भने गाउँ गाउँमा बाटो पुगे, गाउँमा भएको मान्छे गाउँमै बस्छन्, गाउँको पनि जग्गा मूल्य बढ्छ। काठमाडौँ भ्यालीको मात्रै होइन, तपाईँको बुटवल, पोखरा, चितवन यस्ता ठाउँहरूमा जग्गा मूल्य अब बिस्तारै बढ्न सक्छ इफ त्यहाँनिर चाहिँ सुविधाहरू राम्रो भयो भने। सो त्यसले गर्दाखेरि पार्टमा ओभरअल सिनारियो हेर्नुहुन्छ भने अर्थतन्त्र नै पुरै चलायमान होला, विदेशमा भएको नेपालीहरूले पनि लगानी गर्लान् र यहाँ भएको मान्छे पनि कन्फिडेन्ट बढेर अझ बढी उत्साहित होलान् लगानी गर्नको लागि। त्यसले गर्दा यी राम्रा पक्षहरू चाहिँ छन्। त्यही भएर अब लगानी गर्न कोही खोजिराख्नु भएको छ भने चाहिँ आई थिङ्क ढुक्कले गर्दा हुन्छ, तर लिनुभन्दा अगाडि चाहिँ मापदण्ड चेक गरेर राम्रो एरियामा, बाटो 13 फिट होइन, नयाँ प्लानिङले दिनुहुन्छ भने 20 फिट 26 फिटको बाटो भएको ठाउँमा विचार गरेर लिनुहोस्। मापदण्ड पुगेको जग्गा, मापदण्ड भएको प्रपर्टी मात्रै किन्नुहोस्, अरू नकिन्नुहोस् पछि। अब यी त भयो राम्रा कुरा। अब ड्रब्याक के हुन सक्ला? अब यस्तो हाइप छ, यस्तो एक्साइटमेन्ट छ, के हुन सक्ला इफ नराम्रो भयो भने? कतिसम्म चाहिँ नराम्रो हुन सक्ला? अब मलाई पनि एकदम डर लाग्छ यो कुरामा, एकदम म पनि डराइरहेको छु, मेरो मन पनि धुरमुर गरिरहेको छ। एउटा कुरा के हुन सक्छ भन्दाखेरि पार्टमा चाहिँ यो एउटा हाइप मात्रै पनि हुन सक्छ कि नहोस्। पशुपतिनाथसँग मेरो प्रार्थना छ यस्तो नहोस्, तर पनि मान्छेलाई चाहिँ अब यति कन्फिडेन्स बढ्यो कि यो हाइपमा सबैजना मान्छे जग्गा किन्न थाले। फ्लिप गर्नको लागि जग्गा किन्ने बेच्ने भनेर हाइप मात्रै क्रिएट भएर जग्गाको ट्रान्जेक्सन बढ्न सक्छ। फेरि यो तपाईँको सानो लाखको ट्रान्जेक्सन पनि होइन, करोडको ट्रान्जेक्सन हुन्छ होइन। त्यसले गर्दाखेरि यो पार्टमा इट क्यान जस्ट बी अ हाइप। र अब यो सँगसँगै के हुनसक्छ, हाइप भएपछि त कारोबार बढ्ने भयो, बढेपछि मार्केट यतिकै त सेचुरेट हुन लागिसकेको छ, झन् बढी सेचुरेट हुन सक्छ, एकदम सेचुरेट हुन सक्छ मार्केट। अब अहिले बुढागण्डा 50 लाख आनाको जग्गा छ, भोलि 70-80 लाख आनाको जग्गा पुग्ला, तर त्यहाँ विकासै केही नभइदेला। फेरि यो सरकार पनि पहिलाकै सरकार जस्तो भयो भने त के गर्छ? जग्गाको प्राइस सेचुरेसन मात्रै हुन पनि सक्छ। र अर्को चाहिँ एउटा स्पेकुलेसनको बबल बन्न सक्छ जस्तो लाग्छ मलाई। अब भनेर तपाईँले पनि सोचिरहनु भएको छ, मैले सोचिरहेको छु, रियल डेभलपमेन्ट चाहिँ छैन, विकासको पूर्वाधार केही पनि बनाएको छैन, विकास केही पनि छैन, चेन्जेस केही पनि छैन, पोलिसी केही पनि छैन। बढ्ला भने तपाईँले सोच्ने, मैले सोच्ने, उसले सोच्ने, जग्गा किन्ने, विकास छैन, स्वाहा। त्यसपछि तपाईँको कहीँ पनि केही काम राम्रो हुँदैन, स्पेकुलेसन मात्रै हुन्छ। रियल विकास भएन भने यो सबै तपाईँले अहिले जति पनि भिडियो हेर्नु यो सबै गफ मात्रै हुनेवाला छ। तर पोजिटिभ भएर कन्फिडेन्स साथ लाग्यो भने राम्रो। यो सँगसँगै फेरि अब सरकार आयो, नयाँ सरकार, सबै रुल्स एन्ड रेगुलेसन रियल एस्टेट एकदम टाइट भयो भने फेरि त्यसमा पनि हामीलाई एउटा रेस्ट्रिक्सन हुनसक्छ। भने मतलब ल्यान्ड प्लानिङ पोलिसी, अर्बन डेभलपमेन्ट पोलिसीहरू, घर बनाउने नियम, मापदण्ड नीति नियम अझ गाह्रो भयो भने फेरि अझ गाह्रो हुन्छ। त्यसलाई चाहिँ विचार गरेर देश अनुसारको भेष, ठाउँ अनुसारको चाहिँ तपाईँको त्यो पोलिसी बनायो भने चाहिँ एकदमै राम्रो हुन्छ। त्यसले गर्दाखेरि यो पार्टमा अब राम्रो पछि हेर्ने हो, राम्रो पोइन्ट भयो, सबै पूर्वाधार पनि पाउने, विकास पनि भयो भने अब 5-6 वर्षमा ठ्याक्कै डबल हुन सक्छ। तर होइन, भएन र तपाईँको चाहिँ यो सबै स्पेकुलेसन, तपाईँले सोच्ने, मैले सोच्ने, रियल विकास नहुने हो भने चाहिँ फेरि त्यसमा केही पनि काम छैन। सो नयाँ सरकारलाई मेरो अनुरोध, पोलिसी राम्रो बनाउनुहोस्, विकास पनि गराउनुहोस्, प्लान सिटीहरू डेभलप गर्नुहोस्, घर घरमा सेवा सुविधा जति पनि पुग्छ त्यो राम्रै सेवा सुविधा पुग्ने बनाइदिनुहोस्। यो घर जग्गा पास गर्ने बेलामा यो जुन मालपोतमा हुने झै झमला छ, कारोबार भइसकेपछि पनि मान्छे सेफ हुँदैनन्। कारोबार भएपछि प्रपर्टी सक्यो, त्यसमा लफडा हुनु भएन, त्यो सजिलो गराइदिनु पर्यो। पास गर्ने बेलामा चाहिने डकुमेन्टहरूको प्रोसेस पनि एकदमै लेन्दी छ, यहाँ जाऊ त्यहाँ जाऊ, यो गर त्यो गर, नयाँ मान्छेलाई एकदमै गाह्रो छ। त्यो पनि सिम्प्लिफाइड गरिदिएर अलिक सहज बनाइदियो भने चाहिँ राम्रो हुन्छ। र अब यो घर जग्गा कारोबार गर्ने कुरामा चाहिँ म्यान्डेटरी एउटा लिगल फर्मबाट काम हुनुपर्ने, म्यान्डेटरी इन्जिनियरबाट इन्सपेक्सन हुनुपर्ने, म्यान्डेटरी बिचमा ब्रोकर हुनुपर्ने, यो 3टा कुराहरू राखेर चाहिँ तपाईँको काम भयो भने किन्ने बेच्ने सबैजना मान्छे सेक्योर हुन्छ। यसरी काम गर्नु भने सबैजनाको भलो हुन्छ। यस्तै भिडियोहरू पनि हेर्न चाहनुहुन्छ, तपाईँको केही कमेन्ट छ, जिज्ञासा छ, रियल एस्टेट बारेमा केही जान्न मन छ भने ढुक्कले क्वेसन सोध्नुहोस्। सञ्जय नेपाल तपाईँको क्वेसनको एन्सर दिन रेडी छ। डु सब्सक्राइब माई च्यानल इफ यु वान्ट टु सी मोर भिडियोज लाइक दिस। र तपाईँहरू घर जग्गा अपार्टमेन्ट खरिद बिक्री गर्न चाहनुहुन्छ भने लालपूर्जा नेपाललाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ, किनभने लालपूर्जा नेपाल जस्तो नाम त्यस्तै काम। सी यु अगेन।